कस्तो दामी वाउ 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 भन्ने मात्र भइरहेछ। हेलो वेलकम टु माई अनदर भ्लग। आज हामी फेरि वाखामाको अर्को नेक्स्ट डेस्टिनेसन एकदम बवाल हिडन ठाउँ छ त्यो पनि है। मेबी कोही पनि गइआएन होला त्यहाँ चाहिँ एकदम टाढा एकदम नाचीको छेउतिर भन्ने लगाइरहेको त्यो ठाउँ है। नाची ठाउँ नै पऱ्यो। नाची जानलाई चाहिँ 5 घन्टा लगभग त्यहाँ चाहिँ 4 घन्टा भनौँ है। फाइनल डेस्टिनेसन आइपुग्यो हाम्रो। यता चाहिँ आँखाले देखुन्जेलको समुद्र वाउ छ कि लाइक ठाउँ है। यस्तो बवाल ठुलो एरियामा होइन। हामी चाहिँ खास अहिले वाखामाको सिराहामा भन्नेको चाहिँ क्लिफमा आइपुगेका छौँ होइन। यस्तो दामी छ यहाँको भ्यू देखिया होला होइन। अभियसली यहाँनिर मान्छेहरू बोटिङ पनि गर्दो रहेछ। लाइक यहाँबाट तल गएपछि फेरि चुरी गर्ने ठाउँ छ, मतलब फिसिङ गर्ने ठाउँ छ होइन। भ्यू हेर्दाखेरि त ओहो कस्तो दामी छ कि। निकै टाढा आयो तर ठाउँ पनि दामी। रमाइलो गर्न आएको छु, जस्ट भ्यू रमाइलो गरेको छु, अरू केही पनि छैन। तर यस्तो दामी छ आउँदा चाहिँ बेस्ट डेस्टिनेसन भन्ने लागिरहेछ मलाई पनि।